आजभन्दा 73 वर्ष अघिदेखि नै नर्थ कोरिया विश्वको सबैभन्दा गरिब आइसोलेटेड र धेरै प्रतिबन्ध लागेको पृथ्वीको पहिलो देश बनेको थियो। यो देशले आफूले उत्पादन गरेको कुनै पनि सामान अरू देशमा एक्सपोर्ट गर्दैन र उनीहरूको अरू बाहिरी देशहरूसँग सम्बन्ध टोटल्ली कट अफ छ। नर्थ कोरियामा 2 दशकदेखि लागेको थुप्रै खाले ब्यान र स्याङ्सनको कारणले उनीहरूको देशमा भोकमरी र गरिबीले त्यहाँको नागरिकहरूको हालत दयनीय बनाइदिएको छ। साथै त्यहाँको नागरिकहरूले दुई छाक खानको लागि पनि धेरै ठूलो सङ्घर्ष गर्नुपर्छ। तर देशमा यस्तो हालत हुँदाहुँदै पनि उनीहरूको लिडर सधैँ लग्जरियस लाइफ इन्जोय गरिरहेको, महँगो कार याटमा घुमिरहेको देख्छौँ। साथै त्यो देशले सबैभन्दा पावरफुल र खर्चिलो लाग्ने न्युक्लियर वेपन प्रोग्रामहरू पनि गरिरहेको हुन्छ। तर यो कसरी सम्भव छ त? र कसरी नर्थ कोरियाको इकोनोमी अरू बाहिरी देशहरूसँग कम्प्लिटली आइसोलेटेड हुँदा पनि उनीहरूको देश अहिलेसम्म टिकिरहेको छ? सन् 1953 को कोरियन युद्धको अन्त्यसँगै नर्थ कोरिया र साउथ कोरिया सधैँभरिका लागि दुई पार्टमा डिभाइड हुन्छन्। त्यतिबेला वारको कारणले नर्थ कोरियाको इकोनोमी धराशायी भइसकेको थियो। त्यसैले नर्थ कोरियाले त्यो बेलाको सबैभन्दा पावरफुल देश सोभियत युनियनसँग हात मिलाउँछ। त्यसपछि उनीहरूलाई त्यसको 20-30 वर्षसम्म कुनै समस्या नै हुँदैन, किनभने सोभियत युनियनले आफूसँग भएको पैसा, टेक्नोलोजी, वेपन र अरू जे सामान चाहिन्थ्यो त्यो सबै सामान नर्थ कोरियालाई दिन्छन्। त्यही भएर सन् 1989 आउँदासम्म नर्थ कोरिया चाइना भन्दा पनि डबल धनी भइसकेको थियो। तर उनीहरूको यो खुसी धेरै दिनसम्म टिक्न सक्दैन, किनभने उनीहरूको एकमात्रै सपोर्टर सोभियत युनियन सन् 1990 मा टोटल्ली कोल्याप्स हुन्छ। सोभियत युनियनको अन्त्यसँगै नर्थ कोरियाको इकोनोमी पनि ढलमल्याउन थाल्छ र उनीहरूको इकोनोमी जुन रेटमा बढेको थियो त्यसको दोब्बर रेटमा ओह्रालो लाग्छ। त्यो दिनदेखि नर्थ कोरियाको करेन्सी मूल्यविहीन हुन्छ, किनभने बाँकी सबै देशहरूले उनीहरूको करेन्सीलाई पेमेन्टको रूपमा एक्सेप्ट गर्न नै बन्द गर्छन्। त्यो बेला नर्थ कोरियालाई देशको इन्डस्ट्री र मिलिट्री चलाउनको लागि ठूलो रकमको आवश्यकता थियो र त्यहीबाट रुम 39 को स्थापना हुन्छ। रुम 39 नर्थ कोरियाको सेक्रेट अर्गनाइजेसन हो, जसको मुख्य उद्देश्य भनेको नै देशको बोर्डर बाहिरबाट देशलाई चाहिने फरेन क्यास देशमा भित्राउनु हो, चाहे यसको लागि जस्तोसुकै खतरनाक र अपराधिक कामहरू नै गर्न किन नपरोस्। यहाँसम्म कि उनीहरू आफ्नै नर्थ कोरियन डिप्लोमेटको माध्यमबाट ब्ल्याक मार्केटमा ब्लड डायमन्ड, कोकिन, हिरोइन र ड्रगको स्मगल गराउँछन्। साथै नर्थ कोरियाले वारजोन क्षेत्रमा करोडौंको वेपनहरू बेचेको पनि थुप्रै प्रमाणहरू भेटिएको छ। नर्थ कोरिया यहाँसम्म पनि रोकिएको छैन। उनीहरूको $बिलियन को अर्को स्रोत भनेको नक्कली पैसा प्रिन्ट गर्नु हो र उनीहरूको फेभरेटमा US डलर पर्छ। अमेरिकाको सिक्रेट सर्भिसको एउटा रिपोर्ट अनुसार नर्थ कोरियाले प्रिन्ट गरेको $100 को फेक मनी 99.99% एक्युरेट हुन्छ र यो पैसालाई हाइटेक मेसिनले मात्र फरक छुट्याउन सकिन्छ। ब्युरो 21 सन् 1990 देखि नै नर्थ कोरिया धेरै पैसा कमाउनको लागि क्राइमको फरक क्षेत्रमा काम गरिरहेको छ र त्यसमध्ये उनीहरूको अर्को सिक्रेट अर्गनाइजेसन हो ब्युरो 21। यो अर्गनाइजेसनमा स्कुलको जिनियस स्टुडेन्ट जो म्याथ सब्जेक्टमा धेरै नै ट्यालेन्टेड हुन्छन् उनीहरूले सानैदेखि नै ब्युरो 21 मा ल्याएर ह्याकिङ गर्न सिकाइन्छ। 2016 मा यही ब्युरो 21 को ह्याकरहरूले बङ्गलादेशको सेन्ट्रल ब्याङ्कलाई ह्याक गरेर ब्याङ्कबाट 13 अर्ब 17 खर्ब भन्दा धेरै पैसा बङ्गलादेशबाट नर्थ कोरियाको ब्याङ्कमा ट्रान्सफर गरेका थिए। साथै उनीहरूले कोभिड-19 को पेन्डेमिकमा फार्मास्युटिकल कम्पनीहरूले बनाएको इन्टिरियरको डाटालाई पनि ह्याक गर्ने कोसिस गरेका थिए। नर्थ कोरियाले ब्युरो 21 को माध्यमबाट यसरी नै डिजिटल क्राइम गरेर प्रत्येक वर्ष बिना लगानी अरबौं रुपियाँको प्रफिट कमाउँछ। तर के ओभरअलमा यो इलिगल एक्टिभिटीले नर्थ कोरियाको इकोनोमीमा केही हेल्प गर्छ त? अमेरिकाको एउटा रिपोर्ट अनुसार नर्थ कोरियाको पुरै इकोनोमीको 50% भन्दा धेरै पैसा यही इलिगल सेक्टरबाट आउँछ।